यो फुल्दैन यो जनावर आएको त्यही त ल ए अब विजयदशमी 2025 को सबैलाई शुभकामना र हामी पनि टिका लगाउन आँटेका छौँ। बाबाले हामीलाई अब टिका लगाइदिनुहुन्छ। अब आमाले यहाँ महाराजीलाई टिका चढाएर पहिला पूजा गरेर बाबा र आमाले पूजा गरेर हामीलाई टिका लगाइदिनुहुन्छ। यो पालि चाहिँ हाम्रो म चाहिँ यहाँ भिडियो गर्दैछु। बाबाले पूजा गर्नुहुँदैछ। अन्त अब बाबाले आमालाई टिका लगाइदिनु आँट्नु भएको छ। त्यसपछि आमा पछि हाम्रो भाइलाई टिका लगाइदिनुहुन्छ बाबाले। त्यसपछि मात्रै मेरो टर्न आउँछ लास्टमा। अब म चाहिँ भिडियो गर्दै थिएँ, अन्तखेरि यहाँनिर मेरो टर्न आयो अब चाहिँ टिका लगाउने। बाबाले आशीर्वाद मनमै दिनुहुँदैछ। आउतिर त पाला पाउँछ। हामी चाहिँ टिका लाउनु हिँडेको आमा आउँदैछ। बाबा चाहिँ अघि माथि पुगिसकेको छ। त्यसपछि टिका लगाएर चाहिँ हामी अहिले जाँदैछौँ बडाकोमा टिका लगाउनु। अन्त मन्दिरमा यहाँ चाहिँ जमरा पुरा राख्नु भएको रहेछ मन्दिरमा। यो चाहिँ हाम्रो मन्दिर हो। यहाँ आमाले फोटो खिच्दै भन्नुहुँदैछ।
टिका लाएर। त्यसपछि हामी हाम्रो बडा धबाकोमा आएर टिका लगायौँ। यहाँ हामीलाई धबाले आशीर्वाद दिनुहुँदैछ। त्यसपछि टिका लाएर हामी घर फर्किँदैछौँ। र हामी घर आइपुगेपछि हाम्रो तताहरू पनि आइपुग्नु भएको थियो। अन्त बाबाले टिका लगाइदिनु भयो बहिनीहरूलाई, भाइलाई, सानो हाम्रो भाइलाई पनि टिका लगाइदियो अजाले। अन्त हाम्रो यसरी बित्यो 2025 को टिका। Thank you for watching.